वेस्ट बेङ्गाल ग्राम पञ्चायत रिक्रुटमेन्ट 2026 जो आएको छैन, नअत्तारिन आएको छैन, त्यसको रेजिस्ट्रेसन चाहिँ गर्नुपर्छ कि पर्दैन, कम्पलसरी हो कि होइन भनेर मलाई कमेन्ट पनि आएको थियो है, मलाई सोधेको पनि थियो। र मेरो भन्नुपर्दा चाहिँ रेजिस्ट्रेसन चाहिँ अब तपाईँहरूले रिक्रुटमेन्ट आएर गर्नुहोस् या अहिले नै गर्नुहोस्, तर गर्नु चाहिँ पर्छ। त्यो नगरी चाहिँ रिक्रुटमेन्ट हुँदैन हो। यो चाहिँ तपाईँले रेजिस्ट्रेसनको लागि तपाईँले वेबसाइट भन्नुपर्दाखेरि WPPRMS सर्च गरेर पनि वेबसाइटमा जान सक्नुहुन्छ भने यहाँ मैले लिङ्क दिएको छु, यहाँबाट डाइरेक्ट क्लिक गरेर पनि रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ। यहाँ खोलिन्छ तपाईँको हेर्नुहोस् वेस्ट बेङ्गाल पञ्चायत रिक्रुटमेन्ट म्यानेजमेन्ट है, र यहाँ तपाईँहरूले पढ्नुहोस्। यहाँ स्पेसल इन्स्ट्रक्सन छ जो बेङ्गोली र इङ्ग्लिसमा छ है। Currently, one-time registrations and profile updation process are going on this portal. यानी भनिहालेको थिएँ मैले तपाईँहरूलाई रेजिस्ट्रेसन हुँदैछ भनेर। In future, once the district level selection committees declare the vacancies through the advertisement, application will be started. यानी कि जब रिक्रुटमेन्ट सुरु हुन्छ है यहाँनिर चाहिँ तपाईँलाई डिक्लेयर हुन्छ है, यहाँनिर चाहिँ तपाईँलाई एडभर्टाइजमेन्ट दिइहाल्छ, एप्लिकेसन सुरु भइहाल्छ भन्दैछ है। र प्लिज भिजिट दिस वेबसाइट अन रेगुलर बेसिसमा तपाईँले भिजिट गर्दै गर्नुहोस् यो वेबसाइटलाई भन्छ। जे पनि निस्किन्छ यहीँ निस्किन्छ, त्योभन्दा अगाडि चाहिँ तपाईँले वान टाइम रेजिस्ट्रेसन चाहिँ गरिराख्नुहोस् है। भनेपछि अब रेजिस्ट्रेसन कसरी गर्ने त्यहाँ छु। र यसलाई चाहिँ म तपाईँलाई पहिला भन्छु, यसलाई चाहिँ डेस्कटप साइटमा कन्भर्ट गरिराख्नुहोस्। त्यसपछि डेस्कटप साइटमा कन्भर्ट भएपछि यहाँ स्किप टु होम गर्नुहोस्। यो स्किप टु होममा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँ माथि यहाँ मान्छेको नक्सा देख्दैछ, त्यहाँनिर जानुहोस्, अन्त रेजिस्टर नाउमा क्लिक गर्नुहोस्। वेबसाइट एकदम ढिलो चलिरहेको छ है, तपाईँहरूलाई वेट चाहिँ गर्नुपर्छ है। त्यसपछि यहाँ मैले प्लिज गोज टु रेजिस्टर नाउ एन्ड क्रिएट योर प्रोफाइल भन्दैछ, यहाँ रेजिस्टर नाउमा क्लिक गर्नुहोस्। र रेजिस्टर नाउमा क्लिक गरेपछि यहाँ हेर्नुहोस् तपाईँले के दिनुपर्छ। वान टाइम मोबाइल नम्बर, इमेल आइडी, यो जो स्टार देखेको छ है त्यो स्टार चाहिँ इम्पोर्टेन्ट हो, तपाईँले हाल्नै पर्छ होइन, यो नहाली हुँदैन। जस्तै मोबाइल नम्बर नहाली हुँदैन, इमेल आइडी पनि नहाली हुँदैन, फर्स्ट नेम हाल्नै पऱ्यो है। स्टार भएको सबै यो चाहिँ इम्पोर्टेन्ट हो। र अब तपाईँ यहाँनिर म हालेर देखाउँदैछु है। र यहाँ हेर्नुहोस् मैले हालिसकेँ नम्बर, इमेल आइडी, नाम है। मिडल नेम तपाईँहरूको छ भने मिडल नेम हाल्नुहोस्, मेरोमा थिएन त्यसैले फर्स्ट नेम र लास्ट नेम मात्रै। अन्त डेट अफ बर्थ, जेन्डर सेलेक्ट गरेर पासवर्ड पनि तपाईँले सेलेक्ट गर्नुपर्छ। मैले पासवर्ड पनि बनाएँ है। अब यो गरिसकेर चाहिँ अब यहाँको जो मुनिको क्याप्चा छ सेम टु सेम मुनि हाल्नुपर्छ। र मैले यहाँनिर जो क्याप्चा थियो है सेम टु सेम भन्नुपर्छ है। त्यसपछि चाहिँ यहाँनिर सेन्ड ओटिपीमा क्लिक गर्नुपर्छ। यदि तपाईँलाई यहाँ रिसेट फर्म भनेको चाहिँ तपाईँलाई यहाँनिर कुनै फर्ममा मिस्टेक छ भने चाहिँ तपाईँले यहाँ रिसेट गर्न सक्नुहुन्छ है, रिसेट गरेर फेरि भन्न सक्नुहुन्छ। तर मेरो चाहिँ केही छैन, त्यसैले म सेन्ड ओटिपीमा क्लिक गर्दैछु। र ओटिपी आयो मेरो मोबाइल नम्बरमा है, र यो ओटिपी चाहिँ हाल्नुपर्छ। र ओटिपी आएपछि अब के भन्छ भेरिफाई एन्ड रेजिस्टर, म भेरिफाई एन्ड रेजिस्टरमा क्लिक गर्दैछु। र मेरो भेरिफाई भयो है, मतलब खोलियो, लगइन गर्न सक्छु है। अघि मैले जे नम्बर हालेको थिएँ त्यो नम्बर र पासवर्ड चाहिँ सेट गरेको छु, त्यो सेट गरेर र यहाँ क्याप्चा हालेर चाहिँ अब चाहिँ खोल्न सक्छु। अब मैले यहाँनिर मोबाइल नम्बर र पासवर्ड अनि क्याप्चा हालेँ, अब लगइन गर्न सक्नुहुन्छ। लगइन गरेपछि तपाईँले यहाँ हेर्नुहोस्, लगइन गर्नुहोस्। लगइन गरेपछि यहाँ माथि हेर्नु लग्ड इन सक्सेसफुली। तर अब अहिले चाहिँ यहाँनिर केही पनि आएको छैन है, केही पनि अब भएको छैन, केही पनि रिक्रुटमेन्टहरू आएको छैन, त्यही भएर तपाईँलाई केही पनि नदेखाएको हो है। लगइन सक्सेसफुली यसरी चाहिँ तपाईँले रेजिस्टर चाहिँ गरिराख्नु पऱ्यो। जब रिक्रुटमेन्ट आउँछ तपाईँले यही लगइनको माध्यम यही नम्बर र यही पासवर्ड गरेरै मात्रै तपाईँले लगइन गर्न सक्नुहुन्छ। अन्त यसबाट तपाईँले डाइरेक्टली रिक्रुटमेन्ट भर्न सक्नुहुन्छ। जुन नम्बरले रेजिस्ट्रेसन गरेको थिएँ त्यही नम्बर र पासवर्ड हालेँ है, अन्त क्याप्चा पनि हालेँ सेम टु सेम र हालेर लगइन भयो।
लगइनमा क्लिक गरेपछि यहाँ राइट साइडमा जो 3टा डट छ त्यहाँ क्लिक गर्नुपर्छ र यहाँ चाहिँ लेखेको हुन्छ ड्यासबोर्ड, जो चाहिँ मैले अलरेडी क्लिक गरेँ त्यसैले यहाँ देखाएको छैन। ड्यासबोर्डमा क्लिक गरेपछि तपाईँको यो मान्छे भएको नक्सा माथि आइहाल्छ। यसपछि चाहिँ यहाँनिर यो जो मान्छे देख्नु हुँदैछ है त्यहाँनिर क्लिक गर्नुहोस् हैन। क्लिक गरेपछि तपाईँलाई यहाँनिर आउँछ, जस्तै यहाँ नाम, रेजिस्ट्रेसन नम्बर सबै आयो। अब चाहिँ यहाँबाट चाहिँ के गर्नुपर्छ भन्दाखेरि यहाँ एडिट प्रोफाइल गरेर तपाईँ यहाँ देख्न सक्नुहुन्छ। तपाईँले इमेज र सिग्नेचर र इमेज पनि हाल्नुपर्छ र कति जिपीको हुन्छ है, मतलब जेपीजे र यो कति साइजको हुनुपर्छ। जस्तै यहाँ 80 KB को साइजको फोटो खिचेर पनि एउटा साइज हुन्छ नि त, पर्टिकुलर 80 KB को हुनुपर्छ है। अन्त अपडेट सिग्नेचर कति के 50 KB को हुनुपर्छ, यति गरेर यो हाल्नुपर्छ। नेक्स्ट छ जेनरल इन्फर्मेसन हैन, नाम या म्यारिटल स्ट्याटसहरू पनि हाल्नुपर्छ, जो हालेको छैन भने चाहिँ यहाँ तपाईँ यहाँ जस्तो यहाँनिर छ खाता र पेन जस्तो यहाँनिर नक्सा देखेर त्यसमा क्लिक गर्नुहोस्, आइहाल्छ, खोलिहाल्छ हो। त्यसपछि नेक्स्ट कम्युनिकेसन, सोसियल इन्फर्मेसन हैन, छैन भने छैन, छ भने छ है। आइडेन्टिटी कार्ड, यो फ्यामिली इन्फर्मेसन हैन, फादरहरू र पर्मनेन्ट एड्रेस। जस्तै मैले पनि कसरी हाल्नुपर्छ भन्दाखेरि यहाँ माथि यहाँनिर यसमा खाता र पेन्सिल भएकोमा क्लिक गर्नुहोस्, हाल्ने जग्गा आइहाल्छ। यसरी हालेर सेभ गर्नु मात्रै हो। र त्यसपछि त्यहाँबाट यो कम्युनिकेसन तपाईँको क्लास 8 एक्जाम डिटेल्स हैन, एक्जाम डिटेल्सहरू पनि हाल्नुपर्छ। तपाईँले यहाँ चाहिँ अहिले भनिरहेको छ इफ क्लास 10 डिटेल्स आर नट इन्टर्ड दिस इज नट रिक्वायर्ड भन्दैछ हो। डिटेल्स आर इफ क्लास 10 को डिटेल्स छ भने क्लास 8 को पर्दैन भन्दैछ हो। त्यसपछि यो क्लास 10 यो डिप्लोमा के गर्नुभएको छ, ब्याचलर के छ कि छैन, सबै पिजी पर्यन्त पोस्ट ग्रेजुएट गर्नुभएको छ कि छैन, यो सबै डिटेल्स हाल्नुपर्छ। यसरी चाहिँ तपाईँले सबै भर्नुपर्छ है। यो भरेर चाहिँ कम्प्लिट राख्नुहोस् र जब रिक्रुटमेन्ट आउँछ त्यति बेला सिर्फ तपाईँले एप्लाई गर्ने मात्रै काम रहन्छ है। राम्ररी डिटेल्सहरू हाल्नुहोस्, अन्त फोटो पनि एउटा राम्रो क्लियर फोटोहरू हाल्नुहोस्, सिग्नेचर पनि हाल्नुहोस् है। यो भइहाल्छ, इजी नै हो, सबै फोनबाट भइहाल्छ। राम्ररी गरिराख्नुहोस्, अहिले भ्यायो भने, भ्याएन भने बादमा गर्दा पनि हुन्छ।